हेलो वेलकम ब्याक टु माई च्यानल साथीहरू। आज फेरि पनि म तपाईँहरू सामु चाहिँ आइसकेको छु साथीहरू। तपाईँहरूले यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ मैले चाहिँ पोर्कलाई बोइलिङ गर्दैछु। आज चाहिँ म चाहिँ मेरो तरिकाले चाहिँ पोर्कलाई कसरी पकाउँछु भनेर म तपाईँहरूलाई देखाउने छु साथीहरू। यहाँनिर चाहिँ मैले चाहिँ टमाटर, प्याज र जिरालाई ब्लेन्डर गर्दैछु साथीहरू, देख्न सक्नुहुन्छ पेस्ट बनाएको छु। अनि चाहिँ साथीहरू यहाँनिर चाहिँ पोर्क बोइलिङ भइसकेको छ साथीहरू। अब म यसलाई चाहिँ क्लिन गर्नेछु, धुनेछु चिसो पानीमा। र साथीहरू यो मैले पकाएको मासुको चाहिँ मैले अस्ति भर्खरै मुकबाङ गरेको थिएँ, एकदमै मिठो भएको थियो साथीहरू। मलाई चाहिँ एकदमै मन परेको थियो र कुकिङ गर्नु चाहिँ मलाई पनि एकदम मनपर्छ, राम्रो लाग्छ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ मैले तेल हालिसकेको छु र जिरै फुराएको छु, फेरि हल्का रातो रातो कालो कालो बनाउने छु र मैले फेरि प्याज हालेको छु र प्याजलाई पनि फुराउँदैछु, तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू। र हल्का अब चलाइसकेपछि चाहिँ मैले यसमाथि अब हाल्ने छु बेसार, देख्न सक्नुहुन्छ साथीहरू। बेसार पनि हालिसकेको छु साथीहरू। र अब यहाँनिर मैले थोरै तेजपत्ता पनि हालिदिएको छु र यसलाई म हल्का चलाउँछु ताकि राम्रोसँगले सबैतिर चारैतिर पाकोस् भनेर। र अब चाहिँ यहाँनिर मैले त्यो अघि ब्लेन्डर गरेको टमाटर प्याजको पेस्टलाई चाहिँ हालिदिँदैछु साथीहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ मैले हल्का अगाडि नै पानी पनि एड गरेको थिएँ र फेरि थोरै थपिदिएको छु र यसलाई चाहिँ मैले चलाउँदैछु साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ। र अब चाहिँ म यसमाथि चाहिँ अझै दुई चारवटा मसलाहरू जस्तो कि अदुवा लसुनको पेस्ट हाल्न बाँकी नै थियो र मैले हालिसकेँ साथीहरू। र यहाँनिर मैले थोरै फुड कलर पनि युज गरेको थिएँ साथीहरू, तपाईँले देख्नुहुन्छ। र त्यसपछि मैले चाहिँ यहाँनिर अब पोर्कलाई चाहिँ हालिदिएको छु साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ। र यसलाई चाहिँ अब राम्ररी चलाउनु पर्ने हुन्छ र म चाहिँ यसलाई अब राम्रोसँग चलाउँदैछु, तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ अघि बोइलिङ गरेकै पोर्क हो। र अब चलाएपछि चाहिँ अब यसलाई हामीले पाक्नु दिनुपर्ने हुन्छ साथीहरू। माड मसलाहरू यसमा अझै पनि हामीले मिट मसलाको पाउडर हालेको छैनौँ, अहिले तपाईँहरूले देख्नुहुन्छ मैले यसमा मिट मसलाको पाउडर एक्स्ट्रा हाल्नेछु अनि नुन पनि हालेको छु, यहाँनिर देख्न सक्नुहुन्छ। र थोरै अजिना पनि हाल्नेछु, देख्न सक्नुहुन्छ यो चाहिँ अजिना हो। र अब यहाँनिर चाहिँ मजासँगले चलाउनु पर्ने हुन्छ र मैले चाहिँ यसलाई अब चलाउने छु। मिट मसला भन्ने थिएँ अगाडि मैले तपाईँहरूलाई, मिट मसला हालेको छुइनँ भनेर अहिले हाल्दैछु। र यति चलाएर थोरै पानी थपेर छोडिदिनुहोस् साथीहरू, 5 मिनट 10 मिनट। तपाईँहरूलाई कतिको चाहिँ मिठो लाग्छ, कतिको पाक्दा चाहिँ ठिक होला जस्तो लाग्छ त्यति दिनसम्म पकाउनु होला। र देख्न सक्नुहुन्छ साथीहरू यहाँनिर चाहिँ रेडी भइसकेको छ पोर्क ग्रेभी। पोर्क रेडी भइसकेको छ साथीहरू। र यसलाई चाहिँ हामीले अस्ति नै मुकबाङ गरिसकेको थियौँ साथीहरू। भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा भेट्नेछौँ।